Hi guys, welcome to my YouTube channel. In my first vlog, आज मैले मेरो एउटा जर्नी स्टार्ट गर्दैछु, मतलब ब्लगिङ। आज म फर्स्ट ब्लग स्टार्ट गर्दैछु गाइज। माया साथ सपोर्ट गरिदिनु होला। आज चाहिँ उता हाम्रो दाइ अङ्कल मेरो प्लान चाहिँ उता वाटर पार्क घुम्न जाने विचार छ होइन, हौलदार वाटर पार्क। अनि घुम्न जान्छु गाइज, के हुन्छ सबै कुरा देखाउँछु। अनि हजुरहरूले माया साथ सपोर्ट अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला गाइज। गाइज अब हामी रेडी भइसक्यौँ। यता अङ्कल रेडी हुँदै हुनुहुन्छ, उता दादा चाहिँ रेडी भएर अलरेडी रेडी हुनुहुन्थ्यो। म चाहिँ यस्तै छु गाइज। पर्फ्युम हाल्नु पऱ्यो गाइज। अब हामी चाहिँ हाइवेमा आइसक्यौँ होइन। यहाँ चाहिँ गाडीहरू चाहिँ आएनन्, सायद गाडीमै जान्छु होला, गाडीमा जाने होला। गाडीमै जान्छु गाइज। अब के गर्नु, बाइक बनाउन लगाएको छु, बनाएन। अब कहिले आउने हो कुन्नी थाहा छैन। हिँड्दै गाडीहरू चाहिँ आएन, सायद अब एकछिनमा आउँछ। हामी यतै कतै कुद्छौँ होला, यतै कतै कुद्नु त होला गाडीहरू। गाडी यतै कतै कुद्नु त होला। गाइज हामी यहाँनिर बस्यौँ, गाडी आएन उता त, गाडीहरू नै आएन, के गर्नु होइन। बसिरहेको छौँ, गर्मी धेरै छ नेपालमा, गर्मी हामीलाई थाहै छ। उताबाट म्याजिक आइरहेछ, अब हामी सायद त्यही गाडीमा जान्छौँ होला। गाडी तपाईँलाई त्यहाँ पुगिसके पछिको गाइज हामी चाहिँ वाटरल्यान्ड पुगिसक्यौँ। चाहिँ हिँड्दै हुनुहुन्छ, म चाहिँ यहाँ पछाडि छु गाइज। अब यहाँ गएर यहाँ इन्ट्री गर्नुपर्ने हुन्छ, अनि त्यसपछि भित्र जाने हुन्छ होला सायद, जस्तो लाग्छ। अनि त्यसपछि दायाहरू चाहिँ त्यहाँ गर्नुहुन्छ, दायाहरू चाहिँ त्यहाँ टिकट बनाइदिनु हुनुहुन्छ। म चाहिँ यता छु। अब यहाँ इन्ट्री गरेर भित्र के हुन्छ, अब त्यहाँ सायद स्विमिङ गर्नु चाहिँ सायद गर्दैन होला। स्विमिङ चाहिँ त्यतिकै नर्मल त्यहाँ घुम्ने एकछिन त्यति नै हुन्छ गाइज। टिकट चाहिँ अलिक थोरै महँगो रहेछ के। अब इन्ट्री मात्रै 200 रुपियाँ रहेछ, अनि स्विमिङ गर्ने पनि एउटाको 600। अब 3जनाको 1800 रुपियाँ हुने भयो। त्यही भएर स्विमिङ चाहिँ नगर्ने, खालि घुम्ने अनि त्यो ठाउँ हेर्ने मात्रै हुन्छ। त्यही गर्नुपर्दा भित्र जाँदै हुनुहुन्छ, र त्यति हो। त्यहाँदेखि चाहिँ त्यो हातमा के लगाइदिनु हुन्छ। अब सायद पार्क चाहिँ यो गाइस, हट ब्युटिफुल, हट सरप्राइजिङ डे। यति राम्रो ठाउँ त लाइक इमेजिन गरेर थियो भने सो दामी रहेछ गाइज। यहाँको भ्यू चाहिँ ठिकै लाग्यो, बट मौसम गर्मीको छ, त्यही भएर लास्टै गर्मी के। त्यही भएर यता शीतल रहेछ, त्यही भएर यता आएको छु। उताको भ्यू हेर्नुहोस् गाइज, दामी छ। सो दामी छ स्विमिङ पुल। अनि यहाँदेखि जाने त्यसपछि जो खुसी लाग्यो। म यहाँ आएको चाहिँ फर्स्ट टाइम, दाइ चाहिँ आउनु भएको थियो अरे, म चाहिँ फर्स्ट टाइम आएको। अब यहाँ आए मान्छेहरूले, धेरै मान्छेहरूले इन्जोय
यसरी लग्दै रहेको छ गाइस। जो समय गर्मीको मौसम छ सुरु भइरहेको छ। हाम्रो मन पनि थियो के गर्नु लाटो चाल्लो परेर हेर्नुपर्छ पैसा छैन। यो online गाइस के छ ठाउँ यहाँ एउटा साउन्ड सिस्टम नै खासै फेरि हाम्रो मेरो भोइस क्लियरली आएको छैन गाइस। यो साउन्ड सिस्टमले गर्दाखेरि भोइस त्यति चाहिँ क्लियरली आएको छैन। तर यो बाटो ठाउँ सायद मेरो गर्लफ्रेन्ड भएको सँगै घुम्थ्यो होला यसरी नै घुम्थ्यो होला रमाइलो गर्थ्यौँ होला तर के गाइस ठाउँ चाहिँ धेरै रमाइलो छ। मतलब डेटिङ आउने जस्तो के एउटा गर्लफ्रेन्ड होस् ऊसँगै हात समातेर डेटिङ आउने सक्छ होइन तर के गर्नु सम्झिने मात्र हो। खुसी लाग्यो केही छैन दाइ अङ्कलसँग धेरै लामो समयपछि घुम्न आइयो भेरी ह्याप्पी। केही छैन गर्लफ्रेन्ड भन्ने कुरा त तर हेर्नुहोस् त्यताको भ्यू सो अब ठाउँ एकदम रमाइलो लाग्यो तर गर्मी धेरै छ। तर तपाईँ कालो हुनुहुन्छ अलरेडी नै कालो आज कालो हुनुभएको छ म पनि कालो हुँ त म त कहिले गोरो थिएन है। गर्मी नै यस्तो छ तर गर्मी कम छ झन् नुहाइरहेछन् नि यसले गर्दा अब थोरै पछि हामी निस्किन्छौँ होला है निस्किहाल्नु। अब यहाँ रमाइलो छैन अरू नुहाउँदा हेर्ने अब 500 दिनु लोभ लाग्छ छँदै छैन कहाँ तिर्ने लोभ लाग्छ अब यस्तो गाइस। अब चाहिँ हामी निस्किनुपर्छ। अब यहाँ बोरिङ भइसक्यो टाउको दुखिसक्यो 2-2.5 घन्टा भइसक्यो हाम्रो धेरै टाउको दुखिसक्यो तर यता पनि रमाइलो भन्छ बुझ्दै दामी होइन तर धेरै बस्न सकिएन किनभने गर्मी धेरै छ। सो गाइस बुझ अब निस्किने गर्छ निस्किने लाग्छौँ म निस्किसक्यो धेरै बस्नु गर्मी त्यही पानी ब्रेक मसिनाहरू तनाव भयो त्यही भएर निस्किनुपर्छ गाइस। र पनि हामी घुमसम्म जाउँ दिएको छु माया गरिदिनु होला साथ सपोर्ट गाइज। हामीले अब आइसक्रिम खानु पऱ्यो यता एउटा दाइले आइसक्रिम बनाउँदै हुनुहुन्छ आइसक्रिम खाएर निस्किनुपर्छ किनभने गर्मी धेरै भइरहेछ होइन गर्मीले गर्दा पकाउन लागिसक्यो पाक्न लागिसक्यो आइसक्रिम खानु पऱ्यो अनि त्यसपछि जानु पऱ्यो दाइले आइसक्रिम टल्नु राख्नु भएको छ गाइज। आइसक्रिम खान लाग्छु गाइज आइसक्रिम धेरै गर्मी भयो होइन दाइ हुनुहुन्छ अब खान्छु अरू कहाँ हेर्छ खाना पायो खाएर निस्किने अब निस्किनु त गर्मी यति धेरै छ खाना आइसक्रिम पक्रेर गाडी आइसकेको छ गाइस जब गाडी चढ्न आछु यतै गाडीमै जाने गएर नि हल्दार पुगिसकेका छन्। हल्दार अब एकछिन त्यहाँ मेरो बाइक राख्यो जानु पऱ्यो त्यहाँ बुझ्नु पऱ्यो कि सामान राख्यो हुन्छ कि नै भनेर अनि त्यसपछि एक मुस्टमा तपाईँहरूलाई घर गएको भ्यू देखाउँछु गाइज हामी घुमफिर गरेर घुमेर रुम फर्किसकेका छौँ रुम पुगिसकेका छौँ गाइज। अब आजको भ्लग चाहिँ यही इन्ड हुन्छ माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला सब्सक्राइब गर्नु होला र अलमा क्लिक गर्नु होला गाइज माया देखाउनु होला दिस माई फर्स्ट भ्लग सो
नेक्स्ट ब्लगमा अलिक फरक कसैले लिएर आउनेछु। त्यतिन्जेलको लागि बाई, पिस।